जय मसी झोरले नमस्ते टाँसिदिले फ्याफुलो सेवा र सेवानी सबैजनालाई। आज चाहिँ हामी यो पारिपट्टि टोटापाडा र होलापाडा हेर्नु गएको खोलावारीबाट। अनि घाम पनि साह्रो लाग्यो है। अनि हामी दुईजना बुढाबुढी मिलेर चाहिँ न्युरो पनि खोजेर ल्याउँ, हावा पनि खाउँ, आज दिन पनि उग्रेको छ भनेर यसरी गयौँ। अनि गएर यहाँनिर एउटा चौतार रहेछ, यहाँनिर चाहिँ मेरो माइली यसरी गर्मीले बिचरा फ्याते भएर बसिरहेको छ। अनि म चाहिँ यसरी भिडियो गरेको। यहाँनिर एउटा प्रधान दाजुले गाई गोठालो रहेछ, यसरी गाई हेरेर आउँदैछ बुढो मान्छे, तल गाई भेला पारेर। अनि यसरी पारिपट्टि हेरेको, यो होला पाडाको पारिपट्टि चाहिँ उतापट्टि चाहिँ जङ्गल ठुलो फारस देखिन्छ। त्यो फारस रहेछ, त्यहाँ चाहिँ अब हात्ती के जङ्गली जनावर बस्ने होला। अनि त्यहाँदेखि यसो यतापट्टि चाहिँ माथि चाहिँ पहाड, त्यसको मुनि चाहिँ टोटापाडा, माथि चाहिँ पहाड देखिन्छ, माथि कुहिरो देखिन्छ। एकदम सुन्दर दिन छ आज है। आज एकदमै राम्रो दिन देखिरहेको छ। अनि यसरी हामी त्यहाँ हेऱ्यौँ। अनि यसरी हेर्दै जाँदा यो उँभो फेरि यसरी क्यामेरा घुमाएको, उँभो त्यो भुटानको पहाड देखिरहेको छ, माथि फुन्चुनीको भित्तादेखि माथिको होला। अनि यसरी हेरेर यहाँ हामी समय बिताएको, किनभने साह्रो घाम पनि लाग्यो, घरमा बसेर के गर्ने, जाउँ हो भनेर दुईजना यसरी गएको है। आज राम्रो समय छ। लाइक, सेयर, कमेन्ट गर्नु।